सो गाइज हामी चाहिँ रेडी भइसक्यो है जानलाई। बुढी बसिरहेको छु ल है बाटोमा भेटौँला अब केटाहरूलाई भेटेर बाई बाई। हामी चाहिँ यो शिवपुरी गाउँपालिका आइपुगेछौँ है। त्यहाँ लिएर बोर्ड छ एकछिन बाइक सेलाउन रोकेको। अब हामी यहाँबाट उज्यालो भएको भएर चाहिँ यहाँबाट हिँड्न लाग्यो है। मिक्सर नचलाको त धेरै भयो मेरो मोबाइल त अन्त चाहिन्छ नि तँलाई चाहिँदैन होला के बोल्यो यहाँ रोक्नु कारण चाहिँ 220को पछाडिको ब्रेक तातेर नलागेको भएर चाहिँ एकछिन चिसोउन रोकेको थिएँ। अब हामी जाँदैछौँ फेरि है। ल पछाडि ब्रेक खाने आएर झरै भएर होला। ल अब हामी यहाँबाट चाहिँ अगाडि जान्छौँ। मैले अहिलेसम्म तपाईँहरूलाई चाहिँ भनेको छैन हामी कहाँ गइरह भनेर है। हामी चाहिँ आज होलीको दिन सोमबार पारेर दुप्चेश्वर महादेव नुवाकोटमा गइरहेको छौँ है। यसो भोक लागेको भएर चाहिँ अब चिया खान रोक्ने विचार गर्दैछौँ। ल बुढी झर अब चिया खाएर जानुपर्छ। चिया ब्रेक ओके चिया ब्रेक है। के भयो अरे न्यू नेवारी भोजनालय। बिहान चाहिँ केटाहरूसँग बसेर यतिको मिठो चिया खान पायो भने चाहिँ अरू के चाहे त है। चिया चाहिँ लास्टै बबाल थियो। एक सिप्लेको बब्बाल लाग्यो। रेकर्ड भइरहेछ बुढी रेकर्ड भइरहेछ। सो हामी चाहिँ आज 5 बजीतिरै निस्केको थियौँ बिहान होइन। अब म्याप हेरेर जाँदै हो यसो हेर्दा चाहिँ 3-4 घन्टै लाग्ला जस्तो भएको भएर चाहिँ हामी बिहानै निस्क्यो हो। अहिले चाहिँ 7:30 जति बजिसकेको छ। हामीले अलमोस्ट आधी बाटो कभर गरेकै सक्यौँ। अब त्यस्तै 15-20 किलोमिटर मात्र बाँकी छ। के भयो भिडियो राम्रो आइरहेछ यार। भिडियो राम्रो आइरहेछ है। सबै स्ट्रेट छ नि। तेरोबाट पनि भिडियो हान्न झाप दिएन बब्बा मजा आइरहेछ है केटा। यस्तो बवाल रोड पाएपछि अब के चाहे त मजाले कुदाउने हो नि त हो। छिटो कुद्नु पऱ्यो है। कुदाउँदा ढाडको हड्डी दुख्न थालिसक्यो। अब यहाँबाट चाहिँ हामीले राइट टर्न लिनुपर्छ है। अब हामी भित्र छिर्छौँ। हाइवेको बाटो यति नै थियो। अब यो पुल क्रस गरेर चाहिँ भित्र छिर्ने हो है। एकदम मजा आइरहेछ अहिलेसम्म पनि। बाटो पनि बिचमा अफ रोडको प्याच पनि छ पिच पनि छ। सो अल ओभर एकदमै बवाल छ। मजा नै आइरहेछ। सो जाँदै नै छौँ है। बब्बाल थाकिसक्यो बानी नभएर होला फर्स्ट टाइम भएर पनि होला है। जस्ट दामी छ। अगाडि जाउँ अब। यस्तो दामी क्लिपहरू थियो कि अब फाल्नै मन लाग्यो नि। मैले चाहिँ फास्ट फरवर्ड गरेर हालिदिएको। बाटो यस्तो बवाल छ है मा कसम। यत्रो लामो भिडियो भइसक्यो छोटो पार्न यस्तो गाह्रो भयो होइन मलाई। हेर्नु न क्या पिलिलिलिलिली बाटो छ। अति नै बवाल मजा नि त्यत्तिकै आइरहेको थियो राइडको लागि है। एकदम दामी मजा आइरहेको थियो। फेरि अलिअलि अफ रोड सुरु भएको छ है। जस अबको 1 वर्षमा त यो बाटोहरू सबैमा ढलान गरेर बब्बाल हुन्छ जस्तो। त्यसपछि टाइम पनि लाग्दैन लुगाहरू पनि धुलो हुँदैन है। यस्तो मजा आइरहेको थियो मलाई चाहिँ पर्सनल्ली है। केटाहरूलाई त अब के भइरहेको होला थाहा छैन है। मलाई चाहिँ बवालै मजा आइरहेको थियो राइड हान्न चाहिँ है। अब यसो टिपरहरूले जानै दिँदैन थियो धुलो खाँदै हिँड्यो एकछिनसम्म त।
लास्टमा चाहिँ बाटो दिएपछि सट्ट लागिहाले जस मजा आयो झन्डै हामीलाई त्यस्तै 3 घन्टा 3.5 घन्टा त लागेकै हो त्यहाँ पुग्न होइन अझै अब बाँकी नै छ जाँदैछौँ बाटोहरू चाहिँ बिचमा अलिअलि खत्तमै थियो बर्खामा त गाह्रै हुन्छ होला अहिले मौसमहरू पनि राम्रो भएर चाहिँ मजाले गइयो है बिचमा त यस्तोसम्म भयो कि त्यत्रो हिँडिसक्यो हाकेन बोर्डमा 10-15 किलोमिटर छ 1 घन्टा हिँड्न लाग्यो जस्तो लागिसक्यो तर पनि आइपुगेको छैन बाटो चाहिँ वाइल्डै लामो लागिरहेछ है जाँदाखेरि त एकदमै लामै लाग्यो कहिले पुग्छ नै भइसकेको थियो अब यसरी ओभरटेक गर्दै त ठ्याक्क बाइक आइपुग्यो त्यो साइड लिएर फेरि हिँडिहालेँ जस यति बाटोमा चाहिँ बब्बालाई ढुलो खाएको थिएँ मैले पछि जिउ हेर्दा त धुत्तो भएको थियो फाइनली गाइज है हामी चाहिँ दुप्तेश्वर महादेव आइपुगेको छौँ हेर्न सक्नुहुन्छ है बोर्ड देखिसक्यो अब धेरै टाढा छैन मात्र 4-5 मिनटमा पुगि नै हाल्छौँ है अब तपाईँहरूले फुलहरू बेचेको पूजाको लागि देख्न सक्नुहुन्छ है लिएरै जाउँ जहाँ पनि भन्ने त्यस्तै त हुने होइन पुग्यो भनेर चाहिँ मजा खुसी लागिरहेको थियो है एकदम बालै रमाइलो लागिरहेको थियो मलाई चाहिँ अब फाइनल्ली पुग्यो अब भगवान्को दर्शन गरेर मस्त मनलाई शान्त बनाएर निस्किनुपर्छ भनेर तर क्या बवाल मिल्यो कि ठ्याक्क हामी पुग्दा ठ्याक्क आरती सुरु भइरहेको थियो है ब्याकग्राउन्ड तपाईँहरूले त्यो आरती बोलेको पनि सुन्नुहुन्छ है ध्यान दिनु होला है कस्तो सफा पानी रहेछ फाइनल्ली हाम्रो यत्रो लामो यात्रा चाहिँ यहाँ आएर सकेको छ है हामी हाम्रो गन्तव्य स्थानमा आइपुगेका छौँ दुप्तेश्वर महादेव टेम्पलमा एकदमै बवाल मजा आयो बाटोभरि एकदमै रमाइलो पनि गऱ्यो राइडको पनि त्यत्तिकै मजा लिएको छौँ है अब यसो पार्क गरेर दर्शन हान्नुपर्छ जस यहाँ पुग्न साथै भाइब्स चाहिँ एकदमै पिसफुल थियो है मनको सबै कुराहरू बिर्सिनै सकेको थियो मोमेन्ट मात्र रमाइलो गर्दै थियो हामी केटाहरू नै आइपुगि नै हाल्यो सबैजना आइपुगिसक्यो ठ्याक्कै अब यसो फुलसुल लिएर चाहिँ माथितिर जानुपर्छ भन्ने विचार र गफ गर्दै थियौँ हामी हेर्न सक्नुहुन्छ दुप्तेश्वर महादेव एकदमै बवाल ठाउँ लाग्यो है मलाई चाहिँ अब जाँदा तेरो आइफोन झुन्डाउने हो जाने क्या राम्रो आइरहेको थियो मेरो क्वालिटी पुगेन क्या सिनेमाटिक भिडियो चाहिँ राम्रो आउने के मेरो किस त ए गजला आयो हेरे हो दामी रहेछ त
के चाह्यो त त्यसो भए ओ भोट फर घन्टी फ्री वाइफाई रे कहाँ दिइस् फ्री वाइफाई त्यसले आज बोल्नु कहाँ दिन्छ त्यहाँ त्यो बोल्नु त्यहाँ आइसक्यो अहिले त लाग्छ क्या ओ झर्ने बेला खिचेर कहाँबाट झर्ने हो र यहाँबाट नझरे त्यही भने ल होइन त्यहाँ लेखेको छ कि उतापट्टि लेखेको छ कि तिमीहरूको धार देखेको निको हुँदैन निस्केर यहाँबाट निस्केर आएपछि ढाड दुखेको निको हुन्छ रे गाइस है निको भयो त अब यसको छिटै बिहे हुने भयो चाख्ने भक्तजनहरूको लाइन हो यो भक्तजनहरूको लाइन हो भने मैंने तो ठोक दिया ठोके तिमीहरू पूजा गरेको होला आवाज तिमीहरू पूजा गरेको हुन्न होला आवाज सो माथि त अब भिडियो खिच्न पाएन हामीले त्यहाँ दर्शन गरेर चाहिँ अब फर्किनु लाग्यो है सो अब भगवानले चाहेको छोटो हान्दै कसले अब घरतिर पनि लाग्नुपर्छ फेरि के भन्यो तिमीले त्यहाँ नक्कली रहेछ भगवानले नक्कली चढाले सो गाइस जय शम्भो है अब चाहिँ हामी तलतिर गएर यसो फोटोसोटो एउटा दुइटा हान्नु पर्ला भनेर विचार गर्दैछौँ सो यहाँ चाहिँ हामीले धुपसुप बालेर अब फोटो खिच्न जान्छौँ तलतिर सो खोलाको किनारामा सो मस्त खुट्टा डुबाएर बस्ने भनेर जाँदैछौँ है जे भने पनि भनौँ है ठाउँ चाहिँ बबालै नै हो हामी चाहिँ अब तल आइसक्यौँ केटाहरू जुत्ता सुत्ता खोल्दैछन् है क्याम्पसँग रेडी गर्दैछौँ हाम्रो एकजना केटा चाहिँ खोलामा खुट्टा डुबाउँदैछ पानी चिसो नभए तातो
सो अब यहाँबाट निस्केर हामी खाजा खाएर निस्किन्छौँ। ल रेडी हो गाइस। सो अब खाजा चाहिँ खाइसक्यो, अब निस्किने टाइम। हामीले चाहिँ यहाँ मस्त चाउमिन चना खाएर अब निस्किँदैछौँ है। यही होटलमा खाएको हो हामीले चाहिँ, अति नै मिठो थियो, लोकल टेस्ट एकदम वाउ थियो है। अब चाहिँ घरतिर लागिन्छ स्वाइँ बिचमा हामीले चाहिँ अब त्यो फेमस सेकुवा खाने ठाउँमा चाहिँ रोकेर सेकुवा खाने प्लान छ। के भन्छ त्यसलाई, अब मासु खाने प्लान छ होइन। अब हामी यहाँबाट हिँड्छौँ सरर, यत्रो लामो बाटो छ, सोचेर त थकी लाइ नै सक्यो। तर नो वरिज, बाइक हातमा आएपछि मजा त्यतिकै आउने हो। झन् योपालि त भिडियो खिच्दैछु झनै मजा आइरहेको छ। सो निस्के अब हामी मस्त आफ्नो घरतिर लाग्न पर्छ। अब अगेन 3 to 4 आवर्सको राइड ब्याक टु केटिएम है। सो यस्तै हो, यस्तै मजा गऱ्यो। फेरि पनि आउनेवाला छौँ भन्दै मनमा राखेर चाहिँ मनलाई शान्त गरेर चाहिँ निस्किसक्यौँ है। अति नै बवाल ठाउँ थियो, अति नै दामी थियो। नेक्स्ट टाइम आउनु जलसम्म चाहिँ यो सबै पिच होस् भनेर पनि सोचिरहेको छौँ। सो एकछिन पानी पिउन चाहिँ हामी रेस्ट गऱ्यौँ है। यो ठ्याक्क अब हाइवे जोइन गर्छौँ। अब हामी फेरि यहाँ पानीसानी खाएर सर्ट ब्रेक लिएर निस्किसक्यौँ। अब डाइरेक्ट हामी खाजा खाने ठाउँमा फेरि रोक्छौँ, यहाँबाट हिँड्छौँ। केटाहरू पनि बाइकमा बसेर रेडी हुँदै नै छ। सो अब डाइरेक्ट गइन्छ, खाजा खाएर स्वाट्ट घरतिर पुगिन्छ है। सो अब ढिलो नगरौँ, यस्तो भिडियो फेरि पनि ल्याइने प्लान छ है। अब मिल्यो भने त छिटै आउँछ। सो नआउनु जल चाहिँ अब फिलहाललाई चाहिँ यही भयो है। ल जाउँ है त अब। बब्बाल बाटो थियो, मस्त कुदाइयो, बब्बाल मजा पनि आइयो है। सो अब खाजा खाएर डाइरेक्ट घरतिर लाग्छौँ है। सानो क्लिपहरू हेर्नु ल। सो हामी चाहिँ टोखा आइपुगिसक्यौँ फाइनली है। अब रुम पनि धेरै टाढा छैन। सो तपाईँहरूलाई कस्तो लाग्यो, के लाग्यो कमेन्ट गर्नु होला है। मेरो पहिलो भिडियो, मलाई चाहिँ साह्रै नै मजा आयो आजको दिन। साथीभाइसँग घुम्न पनि मजै आयो एकदमै। यो मेमोरिज सधैँभरि मनमा राखेर हिँड्नेछु। मेमोरिजको अर्को एउटा पोइन्ट अफ भ्यूमा चाहिँ हामीसँग यो भिडियो पनि हुनेवाला छ है। सो अहिलेलाई यति नै भन्दैछु, बिदा लिँदैछु है। मलाई चाहिँ यस्तो चिज गर्न साह्रै मजा आउँछ, एकदम बबालै मजा आउँछ। सो टेक केयर। घर है सोल्टी ठकिट भइसकेको छ, एकजना त्यहाँ परिरहेछ है। आइपुगिसक्यौँ है। पहिलो भिडियो थियो, कस्तो भयो होला भन्नु होला। बिस्तारै प्रगति अनुसार भिडियो भिडियोहरू सबै राम्रो गर्ने विचार त छ, अब हेरौँ। सो बाई बाई है त, अन्टिल नेक्स्ट टाइम।